कस्तो जाम छ बल्ल जामपट्टि निक्लिएर आउँदा छैन होला होइन गाह्रो छ जिन्दगानी नेपालको बाटो गाह्रो परैसम्म छ क्या मायाकुरे यार मलाई थाहा छैन यो कुन रोड हो तर यस्तो दामी बनाएको छ नि यस्तै मुना सबै ठाउँमा भएको भए यस्तो मजा आउने थियो नि यस्तो रोड एन्ड यस्तो रोड सबैलाई वेलकम छ मेरो अर्को नयाँ भिडियोमा आयो रिसेन्टली अहिले चाहिँ हामी चाहिँ 4 बजीतिर उठेर चाहिँ हामी पोखरा हुँदै दाङ जाँदैछौँ अनि अहिले चाहिँ पुरै हेर्न सक्नुहुन्छ कुहिरै एउटा बाटो सुद्धा देखिरहेको छैन होइन अनि अब ओभर रिक्स हुन्छ नि एडभेन्चर टाइपको हुन्छ जस्तो लागिरहेको छ के कस्तो हुन्छ लास्टसम्म हेर्नु होला अनि पोखरा पनि हामी अब त्यस्तै भयो भने चाहिँ हामी बस्छौँ होला अनि त्यही नै अब लास्टसम्म हेर्दै गर्नु 5 बज्न लाग्यो होला होइन पुरै कुहिरोले भरिरहेको छ क्या एउटा आँखाले हुन्छ नि उसले जुन चस्मा लगाएको छ दाइले उसको पानी पनि परिरहेको छ किसिम पानी परेर चाहिँ पुरै त्यो ढुङ्ग्रीले नै हुन्छ नि यसमा खतरा हुन्छ जस्तो छ आज अब के गर्छ एडभेन्चर राइड काठमाडौँदेखि पोखरा आउँदै पोखरादेखि दाङ एडभेन्चर राइड कस्तो भइरहेछ खै अब के भन्नु पानी पऱ्यो यार 5 बजे आधा बाटोमा पुगेछौँ पानी पर रेनकोट ल्याउनु बिर्सेर प्लास्टिकको रेनकोट ल्याउने भनेको थिएँ तर भएन बिहानको 5 बजिरहेको छ यार पुरै पानी परेर रेनकोटै ल्याउनु बिर्सेर यहाँ ल्यापटपहरू सामानहरू मेसिनहरू दाइको मेसिनहरू छ सब छ तर पानी परेर औडा भइरहेछ के गर्ने अब पानी उत्रिँदासम्म चाहिँ हामी यहाँ वेट गर्नुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ हामी गन्तव्यतिर लाग्छौँ अनि हेर्दै गर्नु लास्टमा एकदमै मजा आउनेवाला छ अनि बिच बाटोमा चाहिँ के हुन्छ सब देखाउने छु लास्टमा बसेर हेरिदिनु होला गाड भइरहेछ यहाँ पानी परेर अर्को तल पनि पाउँछ होला बाबु किनमलाई ल यहाँ चाहिँ काम चलाउ भइरहेछ अनि त्यसपछि सानो भयो क्या है अनि बरु टेन्सन भइरहेछ कस्तो फिल भइरहेछ हुनुपर्ने यार अहिले नै हुनुपर्ने यार कमसेकम मेरो माथिको त भिज्दैन आइला जारी जताको त पहिरो भइरहेछ साथीहरू के हो प्लास्टिक डेन्जरस भइरहेछ है राइट डेन्जरस भइरहेछ अघिसम्म पानी परिरहेको थियो रेनकोट थिएन अब रेनकोट चाहिँ पानी परिरहेछ नि के हो यो के प्रकृतिको खेल हो प्रकृतिको खेल हो बाहिर देख्न पाउँछ त अनि पाउँदैन साउन्ड सुनिरहेको छैन होला रोकिरहेको छौँ अनि आमाको त धुत्तै भइसक्यो पुरै जिउ दुखेर कमसेकम मेरो झोला चाहिँ 8-9 केजी छ होला त्यसले गर्दा नि पुरै दबाइरहेछ यो होटलमा बसिरहेको छौँ कति बेला पुग्ने यार त जस्तै जस्तो छ यहाँ ल अब नास्ता खान्छ होला त्यही नै हो अब हामी चाहिँ नास्ता खाएर निक्लिसक्यो अनि नास्ता चाहिँ हामीले सेलहरू अन्डा तरकारी खाएर अब निक्लिँदैछ यहाँबाट सिधै अब डाइरेक्ट पोखरा गाडी भेट्नुपर्छ है त अब बाटोमा के कस्तो हुन्छ म देखाउने नै छु बाइक यो पुरै टाटा अहिलेको लागि ल है त अब हामी यहाँबाट निक्लिँदैछौँ हामी चाहिँ यहाँ यो होटलमा चाहिँ हामी नास्ता खाएको थियो अनि अहिले चाहिँ हामी मधेकोमा छौँ अब हामी चाहिँ उता बाटोमा के कस्तो हुन्छ यदि बाटोमा अलिक भिडियो बनाउनु मिलेन भने चाहिँ हामी उतै पोखरा गएर डाइरेक्ट भिडियो बनाउँछौँ है त
पऱ्यो यो ओके लैजाऊ साथीहरू टाढा अहिलेको लागि हेर्न सक्नुहुन्छ आज हिजो हिँडा गाडी पनि पुरै जाममा परेर पुरै परसम्म जाम कहिले निक्लिने गाडी गाह्रो छ जिन्दगानी नेपालको बाटो गाह्रो परैसम्म छ क्या मायाकुरी यार माकुरे जाममा फसेर टेन्सन भइरहेछ गाड फटिरहेछ यस्तो चाकको त किमा भयो त यार मलाई झ्याक्क झ्याक्छ होइन पुरै ल फेरि हामी लाग्न यत्रो पुरै जाम छ क्या आमा के भन्ने आज पोखरीमै बस्नु जस्तो छ कि बनाएको छ नि यस्तै मजा सबै ठाउँमा भएको भए यस्तो मजा आउने थियो नि यस्तो रोड एन्ड यस्तै रोड हरेक नेपालमा हुन्थ्यो हुन्छ हरेक ठाउँमा हुन्थ्यो भने नेपाल धेरै अगाडि जान्थ्यो यार कसम यार यस्तो खुसी आमामा अरे यो ठाउँको नाम के हो पेन्ट पनि हालिरहेको छन् होइन यस्तो दामी होइन पेन्ट हेर्नु नयाँ नयाँ भएर पनि हुनसक्छ तर यस्तो दामी फिनिसिङ यस्तो दामी आमामा नेपालमा फर्स्ट टाइम मैले देखिरहेको छु अहिले हामी पोखरा आइसक्यो आमा हालत खराब भइसक्यो हेर्नु सक्नुहुन्छ मेरो आँखा पनि यता चाहिँ गाह्रो फाटिरहेछ अब के गर्ने हुन्छ बस्ने हुन्छ कि के हुन्छ अब बसेपछि अब त्यही अनुसारले हिँड्नुपर्ने हुन्छ के हुन्छ बस्ने भयो भने चाहिँ म रुममै पुरा कल गर्छु अहिले त लास्ट त्यही थाकिरहेको छ बम दुखिरहेको छ बम मेरो प्रत्येक अहिले चाहिँ हामी फ्रेस भएर चाहिँ अब यता होटलमा आएको छ रेस्टुरेन्टमा आएको छौँ खाना खानलाई उता हात धोइरहेको छ खाना अर्डर गरिसक्यौँ हामीले अब खानासाना खाएर खै अब निक्लिने हुन्छ के हुन्छ यहाँ बस्ने हुन्छ कि के हुन्छ
अनि डिस्कस भएर चाहिँ के गर्ने भन्छ त्यही नै हो कस्तो भइरहेछ एडभेन्चर राइड दामी भएको छ यो त छुन मान्ने छुन मान्ने भन्छ अनि पछाडिको बम पछाडिको बम त के भएको छैन अगाडि यहाँ दुईटा के गर्ने कि जाने कि गर्ने जानुपर्छ है यहाँ कोही यताउता सपिङ हाल्नु सपिङ हाल्ने कहाँ राख्ने म एउटा चड्डी र एउटा टी सर्ट किन्छु हालत खराब कति टाइम लाग्छ पहिला हेर्छु 3-4 घन्टामा पुग्ने भएछ त गइदिउँला अरू भन्दा नि यो पछाडिको दुखेर चाहिँ लास्टै गाह्रो के मजाले पछाडिको भाग चाहिँ हल्का ला आराम गरौँ अनि त्यसपछि चल्छौँ यार कस्तो ल अब खानासाना आउँदैछ त्यसपछि अनि 8 घन्टा लाग्छ खाना आइसक्यो अब एकैछिन हामीले खानासाना खान्छौँ अब देखाएपछि त आँखा लाग्न सक्छ त्यसपछि चाहिँ हुन्छ नि खानासाना खान्छ अनि त्यसपछि हामीले फेरि भिडियो स्टार्ट गर्छौँ अब हाम्रो चाहिँ घर जाने जस्तो पुरा भइरहेछ ब्याग लास्टै दुखिरहेको छ क्या कन्डो भन्छ नि कन्डो नै दुखिरहेको छ ल अब ल्याम हान्छौँ होइन अनि त्यसपछि झ्यामझ्याम जान्छौँ सो गाइस अहिले चाहिँ हामी भालु पहाड भन्ने ठाउँमा आएको छौँ हेर्न सक्नुहुन्छ यहाँ एउटा सानो मन्दिर छ अनि यहाँ यसो बस्ने ठाउँ पनि बनाएको छ अनि यस्तो दामी हेर्न सक्छ यता भ्यू अनि यता हेर्न सक्छ तल यस्तो दामी नदीहरू छ होइन अब हेर्ने बित्तिकै तपाईँहरूलाई पनि आउन कस्तो इच्छुक हुनुभएको छ होला तर हामी मात्रै आउन सक्ने भनेको तपाईँहरू भनेको सुत्ने मात्रै काम हो यो अहिले चाहिँ हामी भालु पहाड के अरे भालु पहाड भन्ने ठाउँमा छ अनि अब हामी बुटोल जान्छौँ बुटोलदेखि चाहिँ त्यहाँदेखि चाहिँ सिधै हामी दाङ जान्छौँ अनि त्यसपछि हामी भिडियो इन गर्नुपर्ने हुन्छ किनभने धेरै लामो भइसक्यो कि पोखरा बस्ने भनेको थियो तर भएन होइन बुटोल बस्ने भनेको त्यही पनि भएन अब सिधै दाङ बस्ने भने सिधै त्यहाँ गएर सुत्ने मसाज घरमा मम्मीहरूलाई गर्नु पठाउने लास्ट त्यही यो छ नि यो पुरै दुखिरहेको छ कि अब के भनौँ खै जग्गा दिनेलाई नमर्दाले के भन्नु त मलाई त केही भन्नु छैन यार मलाई त कस्तो भनेपछि होइन अब मलाई त यस्तै मनपर्छ कि होइन त्यो अब राइडिङ गर्ने तर एउटा चिज चाहिँ कम भयो पन्जाब भेटाएन हराएछ बुझ्नु हाफ पन्जाब खोजिरहेको थियो तर भेटेन हामीले धेरै भन्दा नि ट्राई गऱ्यौँ तर भेटेन मलाई त यस्तै दामी लाग्छ एडभेन्चरस टाइप टक्क होइन अनि बाइकमा होइन एडभेन्चर सँगसँगै कस्तो बडी पेनहरू यताउति के पेन त भइरहेछ यहाँ ब्याग किनेको छ उसले चाहिँ नयाँ होइन सो गुड मर्निङ सबैजनालाई अहिले चाहिँ हामी पाल्पा तेन्सिङ भन्ने ठाउँमा छौँ अनि मर्निङमा चाहिँ तपाईँहरूलाई एउटा स्पेसल चिज देखाएर चाहिँ म भिडियो एडिट गर्न चाहन्छु किनभने चाहिँ धेरै नै लामो हुन्छ जस्तो लागिरहेछ अब घर जाने पनि अलिक गाह्रो हुन्छ जस्तो लागिरहेछ कि अनि यस्तो दामी भ्यू छ हाम्रो तेन्सिङ भन्ने ठाउँमा चाहिँ पाल्पा जान खोजिरहेको थियौँ तर हाम्रो चाहिँ हुन्छ नि लोकेसन हेरेको म्यापले कता घुमायो अनि हामीले चाहिँ तेन्सिङ बजार भन्ने कहाँ हो भनेर यहाँ पौवा रेस्टुरेन्टमा बसिरहेको छौँ अनि त्यही नै हो आजको भिडियो यतिसम्म अनि के कस्तो लाग्छ भिडियोहरू लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्नु नभन्नु होला यति भन्दै थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो अनि बाई बाई भनेको त बाई केटा हो मेरो त के छ हालत खराब भएको छ हिजोबाट होइन त्यही नै अब यति नै हो आजको लागि भिडियो अब फेरि पनि अब यदि भएछ भने म फेरि बनाउनु ट्राई गर्नेछु थ्याङ्क यू सो मच गाइज फर लभिङ यो गेडा दुखेर फ्याट्टा